दर्शकबिन दैलेखको ठाटेकाट गाउँपालिका 6 अङ्गलडाँडामा चक्कु प्रहार गरी 2 जनालाई गम्भीर घाइते बनाएर 1 जना व्यक्ति फरार भएका छन्। ठाटेकाट 5 छडाथान घर भएका विराट भण्डारीले शनिबार दिउँसो चक्कु प्रहार गरेका हुन्। विवाद भइरहेका बेला झगडा छुट्याउन गएका 2 युवाहरू भण्डारीको आक्रमणमा परेका हुन्। घाइते हुनेहरूमा ठाटेकाट 6 भम्कका अर्जुन रोकाएर थापाटोल निवासी लेलिन थापा छन्। घाइतेहरूको अवस्था चिन्ताजनक रहेको छ। स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र लकान्द्रमा प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत पठाइएको इलाका प्रहरी कार्यालय दुल्लुले जानकारी दिएको छ। स्थानीयका अनुसार आरोपी भण्डारीले गए राति मात्रै गाउँका अर्का एक व्यक्तिलाई आक्रमण गरी घाइते बनाएका थिए, जसको टाउकोमा 6 वटा टाँका लगाइएको छ। सो घटनालाई लिएर उनी विरुद्ध प्रहरी चौकी ठाटीकाटमा उजुरी समेत परेको थियो। उजुरी परेकै दिन भण्डारीले पुनः अन्य 2 जनामाथि सांघातिक हमला गरेका हुन्। दैलेख प्रहरीका अनुसार घटनाको वास्तविक कारण अझै खुल्न सकेको छैन। फरार भण्डारीको खोजीका लागि सादा र पोसाक सहितको प्रहरी टोली परिचालन गरिएको छ। आरोपी पक्राउ परेपछि मात्र घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीले जनाएको छ। दिन का सुलग थी नहीं अन्य तो लागे नहीं।